हेलो गाइस, आज मैले बङ्गुरको मासु बनाउन गइरहेको छु। यो बङ्गुरको मासु राम्रो छ, एकदम ताजा फ्रेस हो, मलेसियामा पाइने। यो चाहिँ मेरो रेडी भइसक्यो। यो बङ्गुरको मासु हो। यो लसुन, अदुवा, मिर्ची, यो धनिया, यो अनि प्याज, टमाटर, यो सब्जी बनाउने मिर्ची, खुर्सानी रेडी। त्यो अन्त पहिले मलाई अलिकति भोक लागेको छ। मन्दिर गएर अब बिस्कुटहरू लिएर खान्छु दोकानबाट, अनि बनाउन थाल्छु। त्यो मेरो रुम हो। मेरो साथीको ड्युटी छ आज। ऊ अहिले एकछिनमा आइपुग्छन्। पैसा धेरै छैन। यो मलेसियन पैसा 20 रिङ्गेट। यसरी चाहिँ मलेसियाको बसै। नेपालको झन्डा नेपाल लिएर आउँदाखेरि लिएर आएको। अब म चाहिँ लाग्यो तलतिर दोकानतिर केही खानेकुरा लिएर आउनलाई। केही खानेकुरा खाएर पेटमा टन्ना भएर चाहिँ बनाउनु पर्ला। कहिले कहीँ यस्तो छ मलेसिया। यो हाम्रो होस्टेल। रुम आइसकेँ म। अब चाहिँ यो खाजा खान्छु पहिले, अनि बनाउन थाल्छु। फाइनली रेडी भयो। यो हाम्रो चुला हो, चुला। यहाँ चाहिँ मेरो मासु खरिँदैछ, हुँदैछ। यसलाई अब रातो रातो पिस पारेर निकालेर चट्टा पारेर ग्रेभी बनाएर त्यसमा लगाएर बनाउनु पर्यो। मासु पाक्छ ओर्छ। यहाँ मैले एक्सर्साइज गर्नेको सेटअप मिलाइसकेँ। त्यसपछि एक्सर्साइज गरिन्छ, अनि खाना खाएर सुतेर ड्युटी गइन्छ। यसले भन्छ यो रस्सी, यो खुट्टा चेप्ने, यो डम्बल, यो चेस्ट टाइट गर्ने, यो रोलर पेटको लागि, यो हेभिङ पुसअप, यो कार्पेट। चेस्ट टाइट बनाउने काम गर्छ यसले चाहिँ। होइन खरिसकेको छ। अब तेल, यो टमाटर, प्याज लगाउँ। ग्यासहरू ठुलो पार्ने, छिटो पाक्छ ग्यासहरू ठुलो गर्दा। यो मेरो तरिकाले बनाउने सिम्पल, मसला नलाउने। अब यसलाई चाहिँ सब्जिनुपर्छ। यो टमाटर प्याज पाक्छ, अनि मसलाहरू मैले ग्रेभी पाउनुपर्दाखेरि फाइनली खरिसकेको छ।
यसो फाइनली गाइस मेरो बङ्गुरको मासु रेडी भएको छ। यसले अब विदेशी जिन्दगी परदेशी जिन्दगी यस्तै अब यसरी पकाएर खानुपर्छ। जानी नजानी भए पनि